विक्रम सम्वत 1903। नेपाल र नेपाली जनताको भविष्य एउटा निरङ्कुश शासकको हातमा सुम्पिएको वर्ष। 1903 मा भएका दुईवटा यस्ता हत्याकाण्डहरू जसले गर्दा नेपाल 104 वर्ष लामो निरङ्कुश राणा शासनमा धकेलिन पुग्यो। नेपालमा शाहवंशको शासन छँदै पनि शाहवंशीय राजाहरूलाई हटाई राणाहरूले कसरी शासन सञ्चालन गरे त? भनिन्छ राणा शासन निरङ्कुश र निकै क्रूर थियो, तर पनि त्यो समयमा नेपालमा थुप्रै विकासका कार्य र सुधारात्मक कार्यहरू भएको पाइन्छ। आखिर किन निरङ्कुश र क्रूर भनिन्छ त राणा शासनलाई? के सुधार र विकास भयो त राणा शासनमा? अनि कसरी सुरुवात भएको थियो त राणा शासन? स्वागत छ सबैलाई राइज अफ रिसर्च युट्युब च्यानलमा। नेपालमा 104 वर्षको कालो युग राणा शासनको गहिरो विश्लेषण थाहा पाउनेछौँ आजको यो भिडियोमा। नेपालमा विक्रम सम्वत 1903 देखि 2007 सम्म करिब 104 वर्षसम्म चलेको राणा शासनलाई कालो युग भन्ने गरिन्छ। राणा शासनको सुरुवातको प्रमुख कारणको रूपमा कोत पर्वलाई लिने गरिन्छ। तापनि कम उमेरको व्यक्ति राजगद्दीमा बस्नुपर्ने अवस्थाको सृजना हुनु, दरबारका भाइ भारदार बीचमा गुटबन्दी हुनु, राजा राजेन्द्र विक्रम शाह कमजोर स्वभावका हुनु, जेठी रानीको मृत्युपछि कान्छी रानी राज्यलक्ष्मी देवीको हातमा सम्पूर्ण अधिकार जानु, जङ्गबहादुर दरबारका विश्वासका पात्र बन्नु लगायतका अन्य थुप्रै कारणहरू पनि थिए। विक्रम सम्वत 1903 भदौ 31 गते राति महारानी राज्यलक्ष्मी देवीका प्रिय पात्र तथा मन्त्री परिषदका सदस्य गगन सिंह भण्डारीको रहस्यमय ढङ्गले हत्या हुन्छ। हत्या र पत्ता लगाउन विक्रम सम्वत 1903 असोज 2 गते राति महारानीको आदेश अनुसार सबै भारदारहरू कोतको परिसरमा भेला हुन्छन्। हत्या र पत्ता लगाउन त्यहाँ भेला भएका भारदारहरू बीच विवाद हुँदा त्यहाँ हत्याकाण्ड भयो। यसलाई नै कोत पर्व भनिन्छ। कोत पर्वमा थापाहरूको हत्या भएपछि जङ्गबहादुरको उदय भएको थियो, तर उनी पूर्ण शक्तिशाली भने भइसकेका थिएनन्। कोत हत्याकाण्डपछि देशको सम्पूर्ण सैन्य शक्ति उनको हातमा गएको थियो। यस बीचमा रानी राज्यलक्ष्मी देवीले जङ्गबहादुरलाई आफूले भनेको मानोस् भनेर केही थप अधिकारहरू पनि दिएकी थिइन्। त्यसपछि वीरध्वज बस्नेतहरूको सहयोग लिएर राज्यलक्ष्मी देवी जङ्गबहादुर विरुद्ध षड्यन्त्र गर्दै थिए। वीरध्वज बस्नेतलाई रानीले जङ्गबहादुरको हत्या गर्ने जिम्मा दिइन्। साथै जङ्गबहादुरको हत्या गरेको खण्डमा वीरध्वज बस्नेतलाई देशको प्रधानमन्त्री बनाउने आश्वासन पनि दिइन्। विक्रम सम्वत 1903 कार्तिक 12 गते पण्डित विजयराजबाट आफू विरुद्ध षड्यन्त्र भएको चाल पाई जङ्गबहादुरले बस्नेत लगायतको हत्या गराए, जसलाई भण्डारखाल पर्व भनिन्छ। भण्डारखाल पर्वपछि जङ्गबहादुरलाई राजा राजेन्द्रले प्रधानमन्त्री नियुक्त गरे। यो घटना कोत पर्व भएको 45 दिनपछि भएको थियो। यस घटनापछि जङ्गबहादुरले कोत र भण्डारखाल पर्व रानीको योजनामा भएको भनी दोषी ठहर गर्दै देश निकाला गरे। 15,000 बराबरको जिन्सी र 600 सैनिक सहित राजा रानी र 2 भाइ छोरा सहित बनारस गए। रानीलाई देश निकाला गरेपछि जङ्गबहादुर झन शक्तिशाली भए। बनारसमा बसेका राजेन्द्र विक्रम शाहले जङ्गबहादुरसँग बदला लिनका लागि लड्ने योजना बनाए। उनले एउटा सानो फौजको निर्माण गरेर केही भारदारहरू सहित नेपालको सीमाभित्र प्रवेश गरे। त्यही अनुसार उक्त सेनाहरू अलौ भन्ने ठाउँमा पुगेका बेला जङ्गबहादुरले राजेन्द्रका सेना आएको थाहा पाएर आफ्ना सेना पनि त्यहाँ पठाए। अलौ भन्ने ठाउँमा भिडन्त भयो, जसमा राजेन्द्रको फौज सजिलै पराजित हुन्छ र राजेन्द्र स्वयं कैदीको रूपमा काठमाडौँ ल्याए। यो घटनालाई अलौ पर्व भनिन्छ। यो घटना विक्रम सम्वत 1904 भदौ महिनामा भएको थियो। अलौ पर्वपछि सन् 1847 मा भारतले र सन् 1848 मा चीनले सुरेन्द्र विक्रम शाहलाई नेपालको राजा भएको मान्यता दिए। त्यसपछि क्रमशः राजाबाट लालमोहर प्राप्त गर्दै जङ्गबहादुर नेपालका शक्तिशाली शासक बन्न पुगे र सँगै राणा शासनको सुरुवात भयो।
राणा शासन निरङ्कुश र क्रूर भए तापनि राणा शासनकालमा नेपालमा थुप्रै विकास र सुधार भएको पाइन्छ। कुन राणा प्रधानमन्त्रीले के विकास गरेर के सुधार गरे त नेपालमा? जङ्गबहादुर राणा। जङ्गबहादुर राणा पहिलो राणा प्रधानमन्त्री थिए। 1903 कार्तिक 12 गते भण्डारखाल पर्वपछि 104 वर्षीय राणा शासनको सुरुवात भइसकेको थियो। विक्रम सम्वत 1832 साउन 9 गते गोर्खाको बोर्लाङमा जन्म भएका उनको वास्तविक नाम वीर नरसिंह कुँवर थियो। जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरे। युरोपको भ्रमण गर्ने उनी पहिलो व्यक्ति थिए। बेलायतबाट उनले द नाइटहुड अफ द ग्रान्ड क्रस उपाधि पाए। त्यसै गरी विक्रम सम्वत 1908 मा उनले नेपालको पहिलो छापाखानाको स्थापना गरे। विक्रम सम्वत 1910 असोज 27 गते दरबार हाई स्कुलको स्थापना गरे। 1910 पुस 7 गते मुलुकी ऐन जारी गरे। विक्रम सम्वत 1912 चैत्र 3 गते उनकै पालामा थापाथली सन्धि भएको थियो। विक्रम सम्वत 1917 मा नयाँ नेपाल भनेर चिनिने 4वटा जिल्लाहरू फिर्ता भए, जस अन्तर्गत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पर्दछन्। जङ्गबहादुर राणा कोट लगाउने पहिलो व्यक्ति हुन्। विक्रम सम्वत 1933 माघ 31 गते रौतहटको पत्थरघट्टामा उनको निधन भएको थियो। बमबहादुर राणा। बमबहादुर राणा चाहिँ जङ्गबहादुर बेलायत भ्रमण गएका बेला कार्यवाहक प्रधानमन्त्री भएका थिए। जङ्गबहादुर राणापछि नेपालका प्रधानमन्त्री रणोदीप सिंह भएका थिए। उनको पालामा सर्वप्रथम पात्रो प्रकाशन भयो, हुलाक घरको स्थापना भयो। 38 सालको पर्व र 42 सालको पर्व यिनैका पालामा घटेका थिए। रणोदीप सिंह आफ्नै भतिजद्वारा काटिएर मारिएका थिए। त्यसपछि वीर शमशेर जबरा नेपालको प्रधानमन्त्री भए। जबरा उपाधि धारण गर्ने उनी पहिलो राणा प्रधानमन्त्री थिए। उनी दोस्रो पुस्ताका राणा प्रधानमन्त्री थिए। उनले विक्रम सम्वत 1947 साउन 12 गते वीर अस्पतालको स्थापना गरे। महिला शिक्षाको सुरुवात गरेका थिए। चिठीमा टिकट टाँस्ने चलन चलाएका थिए। वीर शमशेर जबरा मोटर चढ्ने पहिलो व्यक्ति थिए। विदेशी बैङ्कमा पैसा जम्मा गर्ने पहिलो व्यक्ति थिए। दरबार हाई स्कुल सर्वसाधारणको लागि खुल्ला गरेका थिए। त्यस्तै उनले घण्टाघर, फोहोरा दरबार, सेतो दरबार, लाल दरबार, नारायण हिटी दरबारको निर्माण गरेका थिए। त्यसपछि नेपालका प्रधानमन्त्री देव शमशेर जबरा भए। देव शमशेर जबरा सबभन्दा छोटो कार्यकाल भएका राणा प्रधानमन्त्री हुन्। उनलाई धनकुटे राजा पनि भनिन्छ, किनकि भाइ चन्द्र शमशेरद्वारा उनलाई पदच्युत गरी धनकुटा पठाइएको थियो। उनलाई सुधार प्रेमी राणा प्रधानमन्त्री भनिन्छ। उनले कार्यकाल समय 10 देखि 5 कायम गरे। कर्मचारीलाई बिदाको व्यवस्था गरे। विक्रम सम्वत 1958 वैशाख 24 गते गोरखापत्रको प्रकाशन भयो उनकै पालामा। उनले आफ्नो 114 दिनको छोटो कार्यकालमा 57वटा स्कुलको स्थापना गरेका थिए। देव शमशेर जबराले सर्वसाधारणलाई समयको ज्ञान दिनको लागि दिउँसो 12 बजे टुनी खेलमा तोप पड्काउने चलन चलाएका थिए। त्यसपछि नेपालका प्रधानमन्त्री चन्द्र शमशेर जबरा भए। उनी सती प्रथाको अन्त्य गर्ने प्रधानमन्त्री हुन्। विक्रम सम्वत 1962 मा उनले सिंहदरबारको स्थापना गरे। विक्रम सम्वत 1965 मा नेपालको पहिलो नहर चन्द्र नहरको निर्माण गरे। विक्रम सम्वत 1968 मा उनकै पालामा जनगणनाको सुरुवात भएको थियो। नेपालको पहिलो जलविद्युत फर्पिङ जलविद्युत निर्माण गरे। अमाली प्रथा खारेजी गरे। नेपालको नक्सा निर्माण गरे। विक्रम सम्वत 1970 मा टेलिफोनको सुरुवात गरे। विक्रम सम्वत 1971 मा उपत्यका बाहिर पहिलो स्कुल चन्द्र मिडिल स्कुलको स्थापना भयो। विक्रम सम्वत 1975 मा नेपालको पहिलो कलेज त्रिचन्द्र कलेजको स्थापना गरे। विक्रम सम्वत 1977 मा सती प्रथाको अन्त्यको घोषणा भयो। विक्रम सम्वत 1981 मा दास प्रथाको अन्त्य भयो। सैनिक अस्पतालको स्थापना उनले नै गरेका थिए। राणाहरूलाई ABC गरी 3 वर्गमा विभाजन गरेका थिए। उनकै पालामा पहिलो विश्वयुद्ध भएको थियो। नेपालको इतिहासमा चन्द्र शमशेर जबरा मेट्रिक पास गर्ने पहिलो प्रधानमन्त्री थिए। त्यसपछि नेपालका प्रधानमन्त्री भीम शमशेर जबरा भए। उनले शुक्रबार, आधा र शनिबार पुरा बिदा दिने चलन चलाए। विक्रम सम्वत 1986 पुस 27 गते दिल्ली बजारमा चारखाल अड्डाको स्थापना गरे। विक्रम सम्वत 1987 मा उनकै पालामा लाइब्रेरी पर्व भएको थियो। उनले कार्यालय समय 10 देखि 5 राखे। उनलाई बुढा महाराज भनिन्छ। भीम शमशेर जबरापछि नेपालका प्रधानमन्त्री जुद्ध शमशेर जबरा भएका थिए। जुद्ध शमशेर जबराले निजामती कर्मचारी तथा सेनालाई पेन्सन र सञ्चय कोषको व्यवस्था गरेका थिए। उनको पालामा विक्रम सम्वत 1990 माघ 2 गते नेपालमा महाभूकम्प गएको थियो।
त्यस्तै गरी विक्रम सम्वत 1990 कार्तिक 16 गते एसएलसी बोर्डको स्थापना गरेका थिए। 1993 जेठ 20 गते नेपाल प्रजा परिषदको स्थापना भयो। 1993 मङ्सिर 9 गते विराटनगर जुट मिल स्थापना गरे। 1994 कार्तिक 30 गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना गरे। आमा बुवा मर्दा 13 दिने क्रिया बस्ने चलन चलाएका थिए। उनले नेपालको एकमात्र सदर चिडियाखानाको स्थापना गरेका थिए। सी वर्गका राणालाई उपत्यका बाहिर पठाएका थिए। त्यसैगरी उनले प्रधान न्यायालयको स्थापना गरे, जन्म मरण दर्ता अड्डाको स्थापना गरे र विक्रम सम्वत 2002 असोज 1 गते 5, 10 र 100 का कागजी नोटको सुरुवात गरे। उनलाई उद्योगका पिता भनेर चिनिन्छ। दोस्रो विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री नै थिए। युद्ध शमशेरपछि नेपालका प्रधानमन्त्री पद्म शमशेर जबरा भएका थिए। उनलाई स्कुलका पिता भनेर चिनिन्छ। उनी तेस्रो पुस्ताका राणा प्रधानमन्त्री थिए। उनको भनाइ म राष्ट्रको नोकर हुँ। उनलाई रुन्चे प्रधानमन्त्री पनि भनिन्छ। विक्रम सम्वत 2004 माघ 13 गते नेपालको पहिलो संविधान नेपाल सरकारको वैधानिक कानुन 2004 जारी गरे। कार्यालय समय फागुनदेखि कार्तिकमा 10 देखि 5 र मङ्सिरदेखि माघसम्म 10 देखि 4 रहने व्यवस्था गरे। उनले सर्वसाधारणलाई रेडियो राख्न अनुमति दिएका थिए। त्यसैगरी विक्रम सम्वत 2004 साउन 22 गते उनकै पालामा नेपाल महिला सङ्घको स्थापना भएको थियो। पद्म शमशेर जबरापछि नेपालका प्रधानमन्त्री मोहन शमशेर जबरा भएका थिए। उनी राणा शासनका अन्तिम राणा प्रधानमन्त्री थिए। उनले पद्म शमशेरले जारी गरेको नेपाल सरकारको वैधानिक कानुन 2004 लागू नगरी खारेज गरेका थिए। उनले मोहन आकाशवाणीको स्थापना गरे। सन् 1950 जुलाई 31 मा भएको नेपाल भारत शान्ति तथा मैत्री सन्धिका हस्ताक्षरकर्ता थिए। विक्रम सम्वत 2007 फागुन 7 गते प्रजातन्त्रको स्थापना भएसँगै राणा शासनको अन्त्य भएको थियो। त्यसैगरी विक्रम सम्वत 2008 कार्तिक 26 गते मोहन शमशेरले राजीनामा दिएका थिए। राणा शासनको अन्त्य सम्बन्धी विस्तृत रूपमा कुराकानी हामी अर्को भिडियोमा गर्नेछौँ। आखिर किन निरङ्कुश भनिन्थ्यो त राणा शासनलाई? के हुन्थ्यो त राणा शासनमा? राणा शासनकालमा राजा नाम मात्रको प्रमुख थिए भने सत्ता पूर्ण रूपमा राणा परिवारको नियन्त्रणमा थियो। जनता, पत्रकार, शिक्षक, बुद्धिजीवीहरूलाई राजनीतिक अभिव्यक्तिबाट रोक लगाइएको थियो। प्रशासनिक, सेना, न्याय प्रणाली सबै राणाको स्वार्थ अनुसार चल्दथ्यो। प्रधानमन्त्रीको पद वंशानुगत थियो, जसले लोकतान्त्रिक प्रक्रिया समाप्त गर्यो। न त राजनीतिक दल बनाउन पाइन्थ्यो, न त आलोचना नै गर्न पाइन्थ्यो। विरोध गर्नेहरूलाई जेल हाल्ने, यातना दिने वा देश निकाला गर्ने गरिन्थ्यो। स्वतन्त्र प्रेस थिएन। समाचार, पुस्तक वा अन्य सामग्री प्रकाशित गर्न अनुमति चाहिन्थ्यो। प्रचारको साधनहरू राणाहरूको गुणगानका लागि मात्र प्रयोग हुन्थ्यो। जनतालाई अशिक्षित राख्ने नीति अपनाइएको थियो ताकि उनीहरू शासकहरू विरुद्ध उभिन नसकुन्। शिक्षित जनता र विद्वानहरूलाई खतरा ठानिन्थ्यो। शासनमा जनताका प्रतिनिधिको कुनै भूमिका थिएन। सबै निर्णय राणाहरू आफै गर्दथे। राणाहरूको शासन डर र दमनमा आधारित थियो भने गुप्तचर प्रणाली बलियो थियो, जसले जनताहरूको गतिविधिमा निगरानी राख्दथ्यो। शताब्दीसम्म चल्दै आएको निरङ्कुश राणा शासनबारे गरिएको विश्लेषण कस्तो लाग्यो भन्नुहोला। साथै च्यानल सब्स्क्राइब, लाइक, कमेन्ट, सेयर पनि गरिदिनुहोला। भेट्नेछौँ अब अर्को भिडियोमा।